नमस्ते यहाँहरू सम्पूर्णमा। आज चाहिँ मैले तपाईँहरूको लागि यो ग्राफ्टिङ चाहिँ एकदमै धेरै अर्डर आएको भएर मैले ग्राफ्टिङ गर्दैछु। लगभग यति चाहिँ तयारी भइसकेको छ। हामीसँग चाहिँ सबै क्वालिटीको बुद्धचित्त बिरुवाहरू चाहिँ उपलब्ध छ। 2 मुखे, नो साउन, 3, 4, 5 सम्मको हुन्छ बिरुवा। 5 मुखेसम्मको चाहिँ सबै क्वालिटीको चाहिँ उपलब्ध छ। यता देखाउनु होला। ग्राफ्टिङ पनि तयारी हुँदैछ। धेरैजना चाहिँ मलाई यो ग्राफ्टिङ पनि एकदमै धेरै चाहिँ अर्डर गरिरहनु भएको छ। ग्राफ्टिङको लागि गरिरहेको छ अहिले। आजभोलि चाहिँ एकदमै रोप्नलाई पनि एकदमै राम्रो हो। आजभोलि चाहिँ यसको पात झरेको छ। यो फागुनदेखि चाहिँ नयाँ पालुवा चाहिँ आउने हुन्छ। यो धेरैजनाले सोधे भनेको लोकेसन कता भन्नुभएको छ। अझै पनि मलाई एकदमै धेरै दिन प्रतिदिन चाहिँ सोधिरहनु भएको छ। मेरो लोकेसन चाहिँ मेरो नर्सरी चाहिँ काभ्रे तेमाल भकुण्डे बेसी। अनि यही बिरुवा चाहिँ भक्तपुरमा पनि उपलब्ध गरेको छु मैले। तपाईँहरूको लागि चाहिँ धेरैजनाले चाहिँ गुनासो आइसकेपछि तपाईँहरूको लागि मैले भक्तपुरमा पनि उपलब्ध गरेको छु। धेरैजना चाहिँ दिनमै आउनुहुन्छ, यहीँ आउनुहुन्छ। अनि धेरैजना भक्तपुरमा नै आउनुहुन्छ। उहाँहरूलाई चाहिँ सजिलोको लागि चाहिँ भक्तपुरमा नै आउनुहुन्छ।